नमस्ते। तपाईको आफ्नो जीवन बिमा अभिज्ञता लाइसेन्स नवीकरण गर्नको लागि सबैभन्दा पहिला तपाईँ ई-सेवामा जानुहोस्। ई-सेवामा गइसके पछाडि तपाईले तलपट्टि स्क्रोल गर्नुहोस्, न्यू सर्भिसेसमा जानुहोस् र यहाँ नेपाल बिमा प्राधिकरण भन्ने छ यहाँनिर, यसलाई क्लिक गर्नुहोस्। यस पछाडि तपाईको त्यहाँ सेलेक्ट रिन्युअल टाइप भन्छ, यहाँ दुईवटा अप्सनहरू छ, एजेन्ट पेमेन्ट र सर्वेयर पेमेन्ट। एजेन्ट पेमेन्टमा क्लिक गर्नुहोस्। त्यस पछाडि तपाईलाई दुईवटा कुरा थाहा हुनुपर्ने हुन्छ, एउटा लाइसेन्स नम्बर र लाइसेन्स इस्यु डेट। तपाईको अभिज्ञता लाइसेन्स नम्बर कति हो त्यो तपाईलाई थाहा हुनु पर्यो र त्यसलाई टाइप गर्नु पर्यो तपाईले। त्यसको लागि तपाईले आफ्नो लाइसेन्स नम्बरलाई टाइप गर्नुहोस्। लाइसेन्स नम्बर एउटा उदाहरणको लागि लाइसेन्स नम्बर मैले यहाँनिर इन्ट्री गरेँ र यो इस्यु डेट कहिले इस्यु भएको थियो त्यो डेट पनि म टाइप गर्छु। इस्यु डेटमा जानुबित्तिकै एउटा क्यालेन्डर आउँछ। क्यालेन्डरको माथिपट्टि तपाईले यहाँनिर डिसेम्बर 2025 अथवा त्यहाँ कुनै महिना र साल आएको हुन्छ, त्यहाँ क्लिक गर्नुहोस्। र यो लाइसेन्स चाहिँ तपाईको इस्यु भएको छ 2023मा। 23मा जानुहोस्। 23 पछाडि तपाईको इस्यु डेट छ जनवरी। जनवरी भनेपछि तपाईको यो डिसेम्बर आइरहेछ। अब जनवरीमा यसरी यहाँनिर क्लिक गर्नुहोस्। तपाईको कतातिर महिना कुन महिना पर्छ यसरी क्लिक गर्नुहोस्। साइड र यता र उता एरो छ त्यहाँनिर माथिपट्टि। जनवरीको 9 तारिकमा एउटा इस्यु भएको चाहिँ तपाईको रहेछ, यहाँ मिस्टेक भयो फेरि। 2023 को तपाई जनवरीमा आउनुहोस्। जनवरीको 1 तारिकमा यसरी क्लिक गर्ने अनि त्यहाँबाट ओके गर्ने। त्यस पछाडि यो इस्यु डेट यहाँ आउँछ। सरी, क्यालेन्डरमा जानुहोस्। 9 तारिकमा रहेछ। 9 तारिकमा क्लिक गरेर ओके गर्नुहोस्। यस पछाडि तपाईको इन्डिभिजुअल र अर्गनाइजेसन छ, तपाईले इन्डिभिजुअलमै राख्नुहोस् र कुन कम्पनीको तपाईको लाइसेन्स हो त्यो क्लिक गर्नुहोस्। जस्तै मैले यो नेपाल लाइफ इन्स्योरेन्सको लाइसेन्स नवीकरण गर्ने भयो। यसरी सर्च गरेपछि माथि टपमा आउँछ, यसलाई क्लिक गर्नुहोस्, प्रोसिड गर्नुहोस्। ल यसरी मिलिसके पछाडि तपाईको यहाँनिर नाम सबै थोक आउँछ। त्यस पछाडि तलपट्टि 1500 रुपैयाँ पेइङ एमाउन्ट, सर्भिस चार्ज 5 रुपैयाँ 65 पैसा गरेर टोटल पेइङ एमाउन्ट भनेर 1505 रुपैयाँ 65 पैसा हुन्छ। यसरी कन्फर्म गर्नुहोस् र लास्टमा तपाईको पिन नम्बर राखेर हैन आफ्नो युजर पासवर्ड राखेर चाहिँ तपाईले यसलाई पेमेन्ट प्रोसेस सक्सेस गरिदिनुस्। यति भइसकेपछि पेमेन्ट सक्सेस भयो। तपाईलाई आवश्यक परेको खण्डमा यसलाई स्क्रिनशट पनि राख्न सक्नुहुन्छ। यसरी राख्न सक्नुहुन्छ। नभए माथि पीडीएफमा गएर तपाईले यसलाई डाउनलोड गरेर पनि प्रयोग गर्न सक्नुहुन्छ। विशेष गरी लाइसेन्स नवीकरण गर्नको लागि तपाईलाई आफ्नो अभिज्ञता इजाजत पत्र नम्बर र त्यसको जारी मिति इस्यु डेट थाहा हुनुपर्ने हुन्छ। यति भएपछि तपाईले आफ्नो लाइसेन्स ई-सेवा मार्फत, खल्ती मार्फत, कनेक्ट आइपीएस मार्फत चाहिँ पेमेन्ट गर्न सक्नुहुन्छ। मैले यहाँ ई-सेवा मार्फत तपाईलाई एउटा लाइसेन्स नवीकरण पेमेन्ट गरेर देखाइसकेको छु। धन्यवाद।